रूस, सेन्ट पिटर्सबर्ग, फिल्ड मार्शल सुवोरभको स्मारक त्यो त्यस्तै हो भन्ने विश्वास गरिन्छ। वास्तवमा यो प्राचीन सैनिकको स्मारक कसलाई समर्पित छ भन्ने थाहा छैन। उहाँ अनुहार र लुगा दुवैमा सुवोरभको तस्बिरसँग मिल्दैन। स्मारकमा कमान्डर सुवोरभको सम्बन्धमा कुनै पनि विवरण वा लेख छैन। स्मारकको स्तम्भमा लेखिएको छ को मूर्तिकार र को संस्थापक हुन्। यो एक ढिलो नक्ली लेख हो। यो समाप्त भएको स्मारकमा खण्डित गरिएको थियो। धातुका उत्पादनहरूमा लेखिएका लेखहरू सधैँ उभिएका हुन्छन्। यसले ढाल्नको लागि ढाल्ले ढाँचाको सृजना गर्न धेरै सजिलो गराउँछ। सैनिकको छातीमा सम्राटको मोनोग्राम भएको उभिएको अक्षर। यदि मूर्तिकार र कास्टरले आफ्नो काममा हस्ताक्षर गर्न चाहन्थे भने उनीहरूले तुरुन्तै उभिएका अक्षरहरू बनाएका हुने थिए र उनीहरूले पछि आफ्नो सृजनालाई छेनीले नखोज्ने थिए। तर इतिहासकारहरू विश्वास गर्छन् कि पछिको नक्कली लेखन हो।